साथीहरु आज म यहाँ छोपिन गइरहेको छु टमाटर यो डल्ले खुर्सानी नुन स्वाद अनुसार दुईटा पुटी लसुन यो वन धनिया यो चाहिँ स्पेशल चाहिँ यो है यो चाहिँ पिना है पिना थाहा छ नि तपाईहरुले तोरी पेलेर बनाएपछि के भन्छ त्यस्तो यो चाहिँ लोहरो भन्छ है लोहरो सुरु भयो है त साथीहरु यहाँ अब डल्ले खुर्सानी एड गर्ने यतिको नुन खोर्सानीमा र लसुनको उसमा पिना हाल्दैछु धनिया राख्न गइरहेको छु धनियालाई यसरी राखिसकेपछि लसुन खुर्सानी धनिया पिनाको पेस्ट टमाटर हाल्नुपर्छ यो चाहिँ बजारको टमाटर यो चाहिँ लोकल है लोकल टमाटर नभएर बजारको टमाटर हालेको अचार तयार भयो अब टक्क भातसँग ढेँडोसँग खाँदा अति मिठो हुन्छ है त अचार तयार भयो यहाँ अचार माथि धनियाको पात टप्प गरिदिएको छु यो चाहिँ सजाउनको लागि मात्रै है त तयार भयो कोरेलो बोडी चिप्ले भेन्टा फर्सीको मुन्टा दाल भात अनि अघि पिनेको अचार ल सुरु गरे त सुरुमा त अब यहाँ अचारबाटै गरिदिउँ न त अघि रेसिपीको अचार एक बाइट पनि खाइदिहालौँ है टक्क भयो पिरो पिरो